राउन्ड किक साइड किक एउटा हरकत गर्ने मान्छे हो नि फेरि थाहा छ कि छैन तपाईँहरूलाई कति आनन्द भइरहेछ त मलाई उड्छ पनि फेरि चाहनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गरे हुन्छ है घन्टी बज्यो मनको हसिना हो हसिना So hello and namaste guys, hello. It's your boy the nice guy is back again with a new video है अब चाहिँ म डाँडाकाँडा नै जान्छु भनेर हिँडेको हो होइन अलिकति रिफ्रेसमेन्ट लिन नघुमेको पनि धेरै भएको थियो होइन अनि आज चाहिँ जानु पर्यो भनेर एक्लै निस्किन लाग्यो क्या अब कहाँ जान्छु भनेर त अहिले तत्कालै चाहिँ डिसाइड गरिहालेको छैन होइन अब बाटोमा होइन जस भक्तपुर साइड नै हुन्छ होला जहाँसम्म मलाई लाग्छ है किनकि प्रायः जस्तो भक्तपुर नै हिँडिरहेको हुन्छु म अब तल गएर एङ्गल चेक हाल्नुपर्छ मैले एक त्योहरू गाह्रो छ फेरि अब एकचोटि अलि अगाडि उ गरेर एङ्गल चेक गर्छु क्या म एङ्गल पनि ठिक छ है त एङ्गल पनि इट्स अल गुड आज क्या मजा आइरहेको क्या आज चाहिँ अब चाहिँ गुदाममा त होइन फोन गरेर घर पो आइज भन्छन् यार मान्छे कहाँ पुगिसक्यो मान्छेलाई त्यही भएर अब त कहाँ आउँछ यत्रो फुल ट्याङ्की तेल छ यार अलिकति सकाएर त आउनु पऱ्यो नि एटलिस्ट कत्रो टाइम लागेर क्या सय सुनाउ भने जाममा फेरि कुर्नु जस्तो झ्याउ चाहिँ केही होइन क्या बास क्या मजा आइरहेको थियो होइन अब ड्याडीले फोन गरेर के भनिसिन्छ भन्दाखेरि होइन बाबु कहाँ हो तिमी घर आइस्यौ न भनेर भन्छन् हिँडिसक्यो मान्छेलाई के भन्नु होइन त्यही माथि बाइकमा भिडियो बनाएर नहालेको झन् भएको थियो झन् मामाहरूबाट बस्नु त पर्यो यत्रो स्पिड हानेर आएको छु झन् त्यही माथि त म हसिना हो हसिना हो हसीना में पसीना दो ले जाम भन्छ यताबाट पनि जान्छु त्यही ल सरी ल अब यहाँ फेरि के को जाम हो फेरि यार हसीना हो पसीना हो आमा घन्टी बज्यो मनको तिमी 9014 की ब्युटी म ह्यान्डसम 21 को बुझाउँछु ल अब म फेरि पनि हिँड्न पाएन फेरि फोन गरेर हैरान हुन्छ
आनन्दले झन् हिँडौँ भनेको। जुस मसँग जुस कोल्याबरेट होइन हान्न चाहनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गरे हुन्छ है। किनभने म एक्लै हिँडिरहेको हुन्छु नि त। जुस एक दुईवटा बाइकसँग हिँड्दाखेरि खासै त्यस्तो प्रब्लम हुँदैन हुन त। त्यही पनि है इफ यु आर इन्ट्रेस्टेड टु कोल्याब विथ मी है डोन्ट फिल हेजिटेसन है, डाइरेक्टली भन्नु हुन्छ ए ब्रो क्यान यु गो एन्ड राइड टुगेदर भनेर ट्याक्क भन्यो भने म यस्तो कुरामा चाहिँ म नाइ भन्दिनँ है। अब पछाडि हामीले जानु पऱ्यो क्या। अझै जीवन नगर्ने के समयसँगै बदलिरहे। अब एक कप चिया खान्छु होइन भिडियो बनाउँछु। कति आनन्द भइरहेछ त मलाई, फिलिङ रिल्याक्स्ड विथ टु पिपुल अदर्स भनेर। गाह्रो छ के गर्नु गाह्रो छ। तर यो टी सर्ट खोलेर चाहिँ मैले यार गन्जीमा मात्रै आउनु पर्ने रहेछ। मलाई अलिकति गर्मी भयो क्या। गर्मी एक्लै यसरी हिँड्न कति पिस छ त क्या। मलाई त एकदम पिस आइरहेछ भाइब्स। पास ए जी आओ जी दिल से दिल मिलाओ जी आ गया है देखो बॉडीगार्ड। म चाहिँ फेरि औडा हरकत गर्ने मान्छे हो नि, फेरि थाहा छ कि छैन तपाईँहरूलाई। सुई गर्दै बेलामा कम्फु कराते खिचेको बेला हे होइन खेलेको बेला चाहिँ यो आइज नि त किक राउन्ड किक साइड किक होइन सब हानेर हिँड्थेँ। अब अहिले हान्दिनँ है, के गर्नु। गर्मी भयो भने होइन चिया त हानिदिनु पर्यो नि। यसरी हिँड्नुको एकदम धेरै फाइदा छ क्या। एक्लै अब जे गर्न मन लाग्यो होइन एक्लै हिँडेको ठाउँमा होइन यता जाउँ उता जाउँ भन्ने पनि कोही हुँदैन। आफ्नै सुरमा जे गर्दा पनि भइहाल्यो होइन। यस्तो दामी भ्यू भएछ अनि एक्लै कति आनन्द छ त। सोलो फेरि है कोही पनि छैन फेरि वरिपरि जे होस्। सोलो ट्राभल गर्न पनि मजा आउँछ मलाई त है। अब अरूहरूलाई चाहिँ के लाग्छ थाहा छैन, तर मलाई चाहिँ सोलो ट्राभल गर्न लास्ट रमाइलो लाग्छ आजभोलि। पहिला अब एक्लै हिँड्ने बानी थिएन होइन, आजभोलि अलिकति बानी परेको छ। त्यही भएर नि जे होस् एक्लै चाहिँ
हिँड्ने भएको छ भनौँ न, चिल गर्ने, इन्जोय गर्ने, रिल्याक्स गर्ने हो। अब चिया खाने अनि घरतिर लाग्दिने, अब बसेर नि कामै छैन। गाह्रो छ जिन्दगी, कति आनन्द छ क्या हेर्नु। हो मलाई चाहिँ यस्तै आनन्द ठाउँ चाहिएको थियो र म यता आएको हो क्या अहिले। खास गरी चिया सिया पनि खाएँ है, अब यहाँबाट निस्किनु पर्छ होइन। अब बाहिरतिर के बरु यसो इनकेस काहीँ तल यताउति गएछु भने चाहिँ भिडियो बनाउँछु, नत्र भने त अब भिडियो धेरै लामो पनि बनाउनु हुँदैन कि, पानी पर्छ जस्तो माथि हेर्नु न, यस्तो भइसक्यो बादल। अब निस्किन्छु म यहाँबाट, ल है त गाइजहरू।